बनाउँछु आलु र परवलको तरकारी। अब आलु हामी बोइल गर्नलाई राख्छौँ पहिला, अनि त्यसपछि परवललाई तास्छौँ। जबसम्म हाम्रो आलु बोइल हुँदैछ हामी परवललाई तासिसकेछौँ। अब यसलाई कट गर्छौँ। परवललाई हामी यस्तो सेपमा कटिङ गर्छौँ। अब यसलाई पखालिहाल्छौँ। तबसम्म हाम्रो आलु बोइल भइहाल्छ। अब हामी कराहीमा तेल तात्न राखिसकेछौँ। अब चाहिँ हामी पखालेको परवललाई यो तेलमा फ्राई गर्छौँ। हाम्रो तेल तातिसकेछ। अब यसमा हामी हाम्रो बोइल आलुलाई तास्छौँ जबसम्म परवल भुटिँदैछ। हाम्रो परवल भुट्न लागेछ, भुटिसकेछ। अब यसमा हामी नुन एड गर्छौँ। अब यसमा नुन एड गरिसके अब एकछिन भुटेर यसमा हामी बोइल आलु एड गर्छौँ। साथीहरू हामी यसमा बोइल आलु एड गरिसके। अब यसलाई एकछिन भुट्छौँ। यसमा हामी एड गर्छौँ बेसार। यसलाई भुटिदिन्छौँ हामी। हाम्रो आलु र परवल भुटिँदैछ। हामी तबसम्म यहाँ प्याज काटेर रेडी गरिसकेछौँ। यहाँ लसुन पनि छ। अब अदुवा काटेर रेडी गर्छौँ। आलु र परवल फ्राई भइसकेछ गाइज। अब हामी यसलाई झिक्छौँ अर्को भाँडामा। तेल तातिसकेछ साथीहरू। अब हामी यसमा एड गर्छौँ तेजपत्ता, खुर्सानी अनि जिरा, अनि यसलाई रातो हुन दिन्छौँ हामी। रातो भइसकेछ साथीहरू। अब हामी यसमा प्याज एड गर्छौँ काटेको र लसुन पनि। जबसम्म हाम्रो प्याज रातो हुँदैछ साथीहरू तबसम्म हामी अदुवा र मरिचलाई मसिनो बनाइहाल्छौँ। साथीहरू हामी यो मसिनो पिँधेको अदुवा र मरिचको धुलोलाई प्याजमा एड गरिदिन्छौँ। साथीहरू हाम्रो प्याज रातो भइसकेछ। यसमा हामी अदुवा र मरिचको पेस्ट एड गरिसकेछौँ। अब यसमा नुन एड गरिदिउँ। अब प्याज भुटिसकेछ साथीहरू। अब यसमा हामी गोलभेडा एड गरिदिन्छौँ। हामी यसमा पहिला नुन एड गरिसकेछौँ। अब यो गोलभेडालाई पकाउँछौँ हामी, छोपेर भुट्छौँ। हाम्रो टमाटर पाक्न लागेछ साथीहरू। अब यसमा हामी बाँकीको मसलाहरू एड गर्छौँ। साथीहरू हामी यसमा बाँकीको मसला चाहिँ बेसार र धनियाँ धुलो एड गरिसकेछौँ र यसलाई मजाले भुट्छौँ। अब साथीहरू हाम्रो मसला भुटिँदैछ, तेल सेपरेट हुँदैछ। अब हामी यसमा एड गर्छौँ हाम्रो चिल्ली पाउडर स्वाद अनुसार। चिल्ली पाउडर अलिक पछि हामी एड गरेँ साथीहरू, त्यो खाएर नआओस् भनेर। अब यसलाई एकछिन भुट्छौँ र यसमा हाम्रो फ्राई भएको आलु र परवल हालिदिन्छौँ। त्यसअनुसार वाटर राख्नु होला र यसलाई एकछिन बोइल गर्नु होला। साथीहरू हाम्रो तरकारी बोइल हुन लागेछ। अब हामी यसको टेम्परेचर लो गरिदिन्छु, फ्लेम लो गरिदिन्छु यसको। अब यतिमा हामी यसलाई उमाल्छौँ ठिकै एकछिन। फाइनली हाम्रो तरकारी रेडी भइसकेछ। यसमा हामी थोरै मिट मसलाको धुलो एड गरिदिन्छौँ एक्स्ट्रा स्वादको लागि, थोरै मात्रामा। अनि हाम्रो यम्मी तरकारी रेडी। हाम्रो तरकारीको रेसिपी मन परेमा लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र कमेन्ट पनि गर्नु होला। त्यही साथी आजको लागि बाई बाई।